दुर्गेश थापाले लिएर ब्लगमा हाल्नु त्यसो हेरेर त्यो प्याक गरिदिएर मुनिको एउटा पाक गरेर खिचडी भए सबै हेरेर गरेर हाल्नु एउटै निकाले पानी अभी मोमोको झोल दुर्गेश थापाले केमा चाउमिनमा तपाईँ पिरो खानु पर्यो नि म त दुर्गेश थापालाई हेरेर आइहाल्छु भनेको पैसा आउँछ दिनु ल खै बाबु खान्छ मैले यहाँ चाउमिन प्याक गरिसकेको छ अचार पनि हालिसकेको पसल छेउमा हाम्रो साइन्टिफिक एकाडेमी गरेको छ जहाँ एकदम क्वालिटीको एजुकेसन प्रोभाइड हुन्छ जहाँ मेरो बाबुलाई जाँदाखेरि म ढुक्क हुन्छु म कार्यक्रममा कति ठाउँमा जानुपर्छ म आफूले समय दिन सक्दिनँ तथापि पनि साइन्टिफिक एकाडेमी एउटा यस्तो तल रहेको छ जसले नानी बाबुहरूले चाहिँ राम्रो क्वालिटी राजनीति भनेको एकदमै संवेदनशील होला अरे के जे कुरामा पनि कम्प्रोमाइज गर्न सक्छ बस्नु आमा कम्प्रोमाइज गर्न सक्दैन त्यो कम्प्रोमाइज नगरिकन यो क्षेत्रमा अगाडि बढ्नु भनेको यो एकाडेमिक कति भन्ने कुरा हजुर बुझिसक्नुहुन्छ राम्रो छ भने जोड्न र कुनै पनि विद्यालय अथवा एकाडेमीलाई सञ्चालन गर्नको लागि यहाँको व्यवस्थापन कस्तो छ भन्ने कुरा एकदमै डिपेन्ड हुन्छ त्यहाँको राम्रो व्यवस्थित व्यवस्थापन भए मात्र विद्यार्थीले राम्रो एजुकेसन पाउँछ र त्यो व्यवस्थापन गर्नुहुने हाम्रो एकाडेमी व्यवस्थापन समितिका अध्यक्ष विनोद देवकोटाज्यूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु भर्खर मात्र आयो हामी एउटा एक हिसाबले बन्धु पनि भइहाल्यौँ एकाडेमीको प्रिन्सिपल आदरणीय व्यक्तित्व रमेश श्रेष्ठ सरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु सरलाई विशेष सम्मान जस्तै यति राम्रो कार्यक्रम सञ्चालन गर्नुभयो विद्यालयलाई अझ राम्रो तरिकाले अगाडि बढाउनु भएको छ अब पनि फाइनली यस कार्यक्रममा परफर्मेन्सको पालो भएको छ आर यु गाइस रेडी सबैजना तयार हुनुहुन्छ अघि गीत गर्नु दिएको पक्कै पनि यो स्टेजमा परफर्मेन्सलाई राख्न गइरहेका छौँ त्यसर्थ सबैजनाले हेरेर साथ दिनु होला र मलाई अभिभावकहरूले एउटा कुरा भन्न मन लाग्यो हाम्रो बाबु नानीहरूले पठन पाठन गर्नको लागि यहाँ नो कम्प्रोमाइज एकदमै राम्रो छ तर बाबु नानीको पठन पाठन एकदमै राम्रो छ भन्दैमा हजुरहरू आज प्यारेन्ट्स डेमा मात्र आउनु चाहिँ प्यारेन्ट्स डे सेलिब्रेट गर्नु र नगर्नु व्यर्थ हो त्यसर्थ प्यारेन्ट्स भनेको एउटा यस्तो व्यक्तित्व हो जसले चाहिँ आफ्नो नानी बाबुहरूको एजुकेसन साँच्चै राम्रो तरिकाले भएको छ कि भएको छैन भनेर हरेक दिन सम्भव भएसम्म नत्र भने हप्तामा विकली मन्थली चाहिँ हजुरहरू आइरहनुपर्छ जसले गर्दाखेरि शिक्षक शिक्षिकाहरूलाई पनि अझ इन्करेज हुन्छ र विद्यार्थीहरू पनि अझ राम्रो क्वालिटीको एजुकेसन पाउँछन् भने सानो मात्र भाव राख्दै अलराइट अबको समयमा भने यस कार्यक्रममा
पिता जहाँ पनि यस कार्यक्रमको अभिभावकै हुनुहुन्छ यस विद्यालयको यस एकाडेमीको र यस कार्यक्रममा नेपालको सर्वचर्चित कलाकार अहिले स्टेज किङ भनेर चिनिने वाइल्ड फायर परफर्मर आउनुभएको छ सो लेडिज एन्ड जेन्टलमेन लेट्स वेलकम वान अफ द बेस्ट सिंगर वान अफ द बेस्ट क्रिएटर किङ अफ नेपाल म्युजिक वान एन्ड ओन्ली दुर्गेश थापा लेडिज एन्ड जेन्टलमेन put your hands together and make some noise for Durgesh Thapa कराउँदैन यत्रो अब मलाई त्यति धेरै बोल्न आउँदैन अगाडि आदरणीय दाइहरू हुनुहुन्छ हामीभन्दा धेरै सम्मानित हुनुहुन्छ दाइहरूलाई हामी सम्मान गर्छौँ किनकि मान्छे जहिले पनि माथि भए जति माथि गए पनि आफूभन्दा अग्रजलाई सम्मान र सारालाई माया गर्नुपर्छ यो मैले सिकेको छु र आदरणीय दाइ राम्रो दाइले धेरै धेरै भन्नुभएको छ टेके दाइ सधैँ दाइ हुनुहुन्छ त्यसपछि सबैजना यहाँ जति पनि शिक्षकहरू हुनुहुन्छ शिक्षकहरू हुन्छ आएर म चाहिँ भेट्ने गर्छु र यसै म यस सन्दर्भमा म के भन्न चाहन्छु भने आज मेरो एकदम टाढाको प्रोग्राम छ त्यो भएको एउटा गीत गाउँछु र सम्भवतः सबै नानी बाबुहरूलाई चाहिँ माथि पठाइदिनु होला हामी नचाउँछौँ नानीहरूलाई सबैलाई माथि पठाइदिनु अब अहिले चलेको गीत त्यही हो दुश्मन हेरेको हेरे हाम्रो हाम्रो स्कुल चलेको रहेछ अरू हेरेको रहेछ भन्ने टाइपले गरिदिउँ भनेर किनकि हामी ओके हो नानी बाबुहरू आउनु भएको छ थ्याङ्क यू सो मच ल आउनु एउटै गीतमा नाच्नुपर्छ वाइल्ड फायर गरेर नाचिदिनुपर्छ अनि त्यसपछि हामी के गर्नुपर्छ ओके खै हाम्रो दक्षिण गाई भयो मेरो दक्षिणलाई पनि बोलाइदिनु सायराहरू ओके र त्यही भन्न चाहन्छु र त्यसै गरी साउन्ड सिस्टम बनाउनलाई थ्याङ्क यू सो मच ओके अब चाहिँ हामी एउटा गीत गाउँछौँ त्यसपछि तपाईँहरूको माया तपाईँको साथ त सधैँभरि छँदैछ ओके राइट प्लिज अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट ताईको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै ताईको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै ताईको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै ताईको दुश्मन छ धेरै दुश्मन हेरेको आज तारकेश्वरमा दाइ हुनुहुन्छ र म छु सधैँ दाइ हुनुहुन्छ र म छु सबैजना हुनुहुन्छ र म छु हामी तारकेश्वर नगरपालिका सबैजना मिलेर बस्नुपर्छ सबैले एकले अर्कालाई सहयोग गर्नुपर्छ र सबैले एक अर्कालाई दुःख पर्दाखेरि हेर्नुपर्छ सुख पर्दा सबैजना रमाउनुपर्छ भन्दै सम्पूर्ण शिक्षिकाहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आज टाइम चाहिँ अलिक कम भएको छ अर्को वर्ष चाहिँ अलिक ग्रान्ड नै गरौँला मेरो तर्फबाट मैले होल प्याकेज लिएर आउनेछु भन्दै आजलाई बिदा हुन चाहन्छु थ्याङ्क यू सो मच आई लभ यू एकचोटि जोरदार ताली बजाइदिनु होला हाम्रो यसै एकाडेमीका प्यारेन्ट्स रहनु भएको छ दुर्गेश थापा दाइ र अन्य थुप्रै कार्यक्रम भएको कारणले गर्दाखेरि धेरै समय मेरो पसलमा तपाईँले लाग्यो